दाइ हाल्दैछ मान्छे यहाँ दाइ हाल्दैछ बाटोले मजाले बसिरहेछ जेनिल गोरुले धेरै हाल्नु न गोरुलाई गोरु हिँड्दै हिँडेन नि त हिँडिरहेछन् कहाँ तिमी जस्तै हिँड्यो गोरु त तिमी पनि बिस्तारै हिँड्यो गोरु पनि बिस्तारै हिँड्यो धान हानिराख्नु त्यस्तै अहिले हामी देख्छौँ खाना गेडा पनि अलिअलि आयो नि सात पराल कुरोमुनिको यही हो न ठटाए कुरोमुनिको हो के असर गरेको मुसिर हेर्नु भाइ के कुरा नि रात एउटा ऊ चाहिँदै रहेपछि कनेल प्लास्टिक तपाईँको आउँदैन मैले मागै छैन क्या अहिले आउनु चलन छोड्यो सर त्यो प्लास्टिक भए सजिलो हुन्छ यहाँ अन्य अरे क्या हामी गोलबाट किसाको पञ्चम भन्यो उसले टाढो 5 ल्याएर घर राख्ने यसो मुसी राम्रो काम चलाउने गोलबाट नलाइदिने त्यसले बेइमान अरे क्या देखाउनु पर्यो नि बेइमान भइयो नि जम्मै गर्ने नै त्यही सबैले किसान खर्च यहाँ जम्मै नक्कली छैन लुट्न मात्रै खोज्ने हामी सक्नु भएको छ ल र अर्को दिन अब पर फेर ल धान राख्नु हाल्ने भनेर भनिरहनु भएको छ र अब व्यवस्थापन गर्दै हुनुहुन्छ त्यसैगरी शारदा प्रसाद अहिले हजुरहरू स्क्रिनमा देख्न सक्नुहुन्छ आफ्नो खेतमा धान हानिरहनु भएको छ सबैजना दाइहरू धान त सुकेको छ एकदम राम्रो झर्दो रहेछ हानिरहनु भएको छ शनिबारको दिन टिचरहरूलाई हाम्रोतिर त अलिक काँचो काँचो तर सानो सानो मुठाहरू राख्ने बनाएर हान्ने गरिन्थ्यो अहिले त सब यो लो भयो सर हाम्रोतिर त यो सब मेसिनले खायो थन्क्याउने समय रहेको छ अहिले त्यसकारण बिहान 5:30 बजेदेखि धान हान्न लागि हजुर समय भइसक्यो तैपनि आधा मात्रै भएको हामी होइन एकछिन उता आज उस कहाँ पनि छ अरे मेसिनहरू एकदम प्रयोग गर्दै गर्दा परालहरू साँझ कम्बाइन 3टा भिडियो आउँछ भएको एउटै भिडियो 3 ठाउँको परम्परागत ढङ्गबाट धानहरू हाल्नुभएको छ त्यसै गरी म यतिखेर अर्को स्टेम देखिसक्नु भएको छ धान हानेर आउने अथवा बोरीमा प्याक गर्ने बेला भइरहेको छ यहाँ देखिरहनु भएको छ हवस् त धन्यवाद।